नमस्ते एभ्रिवान, नयाँ दिन नयाँ जोसको साथमा स्वागत गर्दछु म मनिषा थापा तपाईहरुलाई मेरो युट्युब च्यानलमा, मेरो भिडियोमा, मेरो ब्लगमा। नयाँ दिनको सुरुवात भइसकेको छ। अन्त आज पनि हामी साबात घरमै मनाउने। अन्त खासमा चाहिँ म आज छुट्टी जान्छु भनेर सोचेको थिएँ, तर मलाई छोरीहरूले आज नजा, आज फेस्टिभल हो, हामी सबैजना आफ्नो आफ्नो फ्यामिलीसँग बस्छु, आमासँग एक्लै हुन्छ भनेर भन्यो। त्यसले गर्दा चाहिँ म आज छुट्टी जाँदिनँ, नेक्स्ट विक जान्छु। शान्ति बहिनी चाहिँ आजै जान्छ र अहिले चाहिँ हामी घरमा बस्ने। त्यसको लागि चाहिँ मैले खानाको प्रिपरेसन गर्दैछु साथीहरू। र साथीहरू हेरिहाल्नुहोस् मेरो मेस किचन। यहाँनिर बनाइदिँदैछु मटर, त्यसमा अन्डा हाल्नुपर्छ अहिले हो, मटर पाकेर। यो चाहिँ हो हिता। हिता भनेको चाहिँ गहुँ र उयसको यो कालो दाल जस्तै छ, फ्याप्टे फ्याप्टे। कस्तो मिठो हुन्छ यो स्यालेडसँग। यो गहुँ चाहिँ यस्तो मिठो हुन्छ कि स्यालेडसँग यो। अन्त यो चाहिँ हो पस्तिदा। अझै पनि अरू पनि छ बनाउनु पर्ने हो। पहिला चाहिँ म यो मुलाको अचार घाममा सुकाइदिन्छु। एक हप्ता जति घाममा सुकाउनु भन्नु लाग्छ दिदीले कि। मेरो घरबाट पनि हाम्रो दादा जानुभएको थियो त, मैले तपाईँहरूलाई जो दादाको नम्बर दिन्थेँ नि, हाम्रो दादाजुले अब उयोहरू गर्छ होइन, मान्छेहरू ल्याउँछ, जसको नम्बर दिन्थेँ ऊ दादा चाहिँ घर जानुभएको थियो। अन्त मम्मीले उयो पठाइदिएको छ, मुलाको अचार के हो, डुकुको अचार पनि भन्दै थियो सबैले, मुलाको, डुकुको, गुन्द्रुकको, अन्त टेँडे मेरे के पठाइदिएको छु भन्दै थियो। अन्त सायद सन्डे पाउँछु होला त्यो सामान। शान्ति बहिनी गएको छ, शान्ति बहिनीले ल्याइदिन्छ नि त। सुकाएको भैँसीको मासु हो मेरो फेभरेट हो। आलु छिन्ने काम बोजूलाई दिइहाल्यो हो। आलु छिन्ने काम बोजूलाई दिएको त नि, सानो भयो होला कि आलु, बिचरा छिन्नु सकेन हो। के भयो आलु, म छिन्नु सकिनँ त भन्छ। पहिला यो छुरी दिएको थिएँ, यो छुरी लागेन अरे, त्यहाँदेखि यो दिएको थिएँ भएन अरे हो। यस्तो छिलेन रहेछ। होस् म छिलिदिन्छु, नसकेको होला कि बुढी मान्छे बिचरा। म चाहिँ नि अब पहिला उयो गर्छु, ब्रस पनि गरेको छुइनँ। ब्रस गरेर चाहिँ सुत्याएर बिस्किट खाऊँ भनेको हो। चिया भन्दा पनि पानी, तातो पानी र बिस्किट। पहिला म वेट नापौँ ल। अस्तितिर मेन्टेनै गरिरहेको छु हो, 50 to 51 ल। ब्लड पायो त 50.6। अहिले चाहिँ म एकदम एम्टी स्टमक हो। अन्त पानी पनि खाएको छुइनँ एकदम। अन्त यो अस्ति नै नापेको थिएँ मैले, तपाईँहरूलाई याद छ कि छैन है। लुगामाथि भयो नि त। यति अझै यति उयो छ हो, 45 भनौँ न। माथिको चाहिँ 37 हुन्थ्यो, अहिले 80 स्टोर 45, 82, 35 चाहिँ इन्च होला, 82 चाहिँ सेन्टिमिटर। यो चाहिँ लोवरको चाहिँ 82, लोवर बेली। यो लोवर बेली त अलिकति हुनु पनि पर्छ अरे नि त होइन। त्यो चाहिँ हाम्रो अब उयोहरू छ नि त, बडीको इनर पार्ट्सहरू, लिभर हो, लिभर कुनै के मैले एउटा भिडियो हेरेको थिएँ कि मुनिको बेली फ्याट चाहिँ अब अलिकति हुनै पर्छ अरे क्या। त्यो चाहिँ हाम्रो त्यो बडी पार्ट्सभित्र, बडी पार्ट्सहरू उयो अरे क्या, हेल्दी अरे त्यो बडी पार्ट्स चाहिँ।
यो चाहिँ अब उनीहरूको खोइ के हो होइन। अन्त यो चाहिँ यति लामो पेपर जस्तो हुँदो रहेछ। अन्त त्यो चाहिँ डल्लै पढ्नु पर्दो रहेछ होइन। यिनीहरूको पुरिम फेस्टिभलमा चाहिँ पढ्दो रहेछ। अन्त अब छोराले पढेर सुनाउँछ अरे। मलाई त उयो जस्तै लाग्यो तामाङहरूको हुन्छ नि यति लामो लामो पेपरहरू क्या गुम्बातिर त्यस्तै खालके क्या पढ्दो रहेछ। ברוך אתה אדוני אלוהינו מלך העולם אשר קידישנו ומצוותיו ציוונו לקרוא וציוונו על מקרא מגילה. ברוך אתה אדוני אלוהינו מלך העולם שעשה ניסים לאבותינו בימים ההם בזמן הזה. ויהי בימי אחשוורוש ואחשוורוש המולך מהודו ועד כוש 27 מדינה בימים ההם כשבט המלך אחשוורוש מוכן וישלח ספרים אל כל מדינות המלך אל מדינה ומדינה ככתבה. र साथीहरू अन्त आज चाहिँ कान्छी जाँदैछ नि त। अन्त यो मैले अस्ति बनाएको बिस्किट चाहिँ अलिकति मैले मेरो हाइफामा काम गर्ने साथीलाई पठाइदिउँ भनेको कि बेसी त होइन अलिकति रहेछ त्यसले खानु मन गरिरहेको थियो नि त। अन्त हिजो नाति चाहिँलाई दियो नि त बोजूले। अन्त अलिकति मात्रै रहेछ हो। अन्त यो अलिकति चाख्नु पठाइदिएको भोलि पर्सि फेरि बनाएर लगिदिन्छु। अनि शान्ति आइपुगिहाल्यो दिदी भन्छ खै आइपुगेको छैन। यहाँ पर आउँदैछ ट्रली बोकेर राम्ररी भएर बिस्वाद लाग्यो आज म जानु पाइनँ हो। ठिकै भनेको रहेछ मेरो छोराछोरीहरूले कसले पनि लगेन नि बोजूलाई। छिटो ए पाउँछ त अन्त होली खेलेको र न एक्लै हेरेका खुस्रो भइरहेको छ नि त। यो बिस्किट यति देऊ ल हेर न हिजो अलिक हालिदिउँ भनेको त हिजो छैन। नाति चाहिँ आएको थियो सबै दिएर अलिकति मात्रै बाँचेछ नि त। अब प्रतिभा दिदीलाई देऊ हो। अन्त मेरो सामान छ प्रतिभा दिदीकोमा सत्यम दादाकोबाट पनि ल्याऊ ल। त्यसमा भैँसीको मासु खान्छौ तिमी? त्यहाँनिरै छ त्यहीँबाट लिएर उयो गर्नुपर्छ। किन यो चुन्नी चलाएको के हुन्छ अन्त लौ बिस्वाद लाग्यो। जुत्ता पनि आधी मात्रै उयो लगाइरहेको रहेछ। छिटो हिँड्दा यस्तो आज पुरा हतार्यो है तिमी। उयो छैन यत्रो उयो जस्तो हुन्छ नि ट्याङ्क टप जस्तै किन्नु पर्छ नि अस्ति अर्पानिकामा। ट्याङ्क टप हुन्छ नि क्या यस्तो यति भित्रबाट लाउने क्या हौ। गरममा कति केटीहरूले त्यो र हाफ प्यान्टमा स्कर्टमै पनि हिँड्छ नि। पर्खामा तिमीलाई देखाउँछु। म एक्लै जानु ल जाऊ हामी जाऊ ल इन्जोय गर। ओके अनि तिमीलाई त सन्डे भेट्नु कि भोलि भेट्नु सामान? भोलि भेटे पनि म भ्याउँछु डाइरेक्ट। भोलि भ्याउँदैन ए भोलि डाइरेक्ट छुट्टी भोलि डाइरेक्ट छुट्टी गरेर ट्याक्सीमा आउँछौ त्यहाँ रोकोदेखि ट्याक्सीमा आएछौ भने चाहिँ डाइरेक्ट यहाँ आएर मलाई आउँछु हो। पहिला यहाँ आउँछु नि जान्छु हो। त्यतिकै बसमै आयो भने पनि त्यस्तै गर्छु ल। अन्त पर्सि त स्कुल छ रहेछ हुँदैन छैन रहेछ छ रहेछ अरे छैन रहेछ। अप्रिलको सोध्यौ कति तारिक जान्छ कति तारिक फर्किन्छ? 10 तारिक भन्नु भएको थियो। फर्किन्छ कहिले भन्नुहोस्? लास्टको हप्तै जानु अप्रिल होला सायद। म उयो गर्छु नि ल सोध है ल। एक हप्ताको हो नि त छुट्टी चाहिँ। ल पर्सि आएर सोधिहाल है ल। ल गयो बाई इन्जोय। बोजू एक्लै छ? साथीहरू हेरिहाल्नुहोस् यहाँको वेदर चाहिँ लु मलाई यस्तो रिस उठ्यो कि यो हेरिहाल्नुहोस् फग्गी लागेको हो। म अघि बिहान त झन् डल्लै फग्गी लागिरहेको थियो। के भएको कोही बेला गरम भइरहेको जस्तो लाग्कै अहिले फेरि जाडो लुगा लाउँछु तातो तातो। साथीहरू 8:30 भयो हो। बोजूलाई चाहिँ सुताइदिएँ। अन्त शान्ति बहिनी छुट्टी गएको छ। मेरो चाहिँ आज सामान आउँदैछ एउटा इन्डियाबाट। एउटा चाहिँ मैले अस्ति चप्पल किनेको थिएँ भनेको थिएँ नि त्यो चाहिँ खासमा निमेषकोबाट भ्यालेन्टाइन डे गिफ्ट हो।
अन्त ऊ कति भर्खर भर्खर आउँदैछु बसमा भन्दै थियो। अझै लाग्छ उसलाई 1:10 बज्छ होला ऊ आइपुग्दा कि 9:30 हुन्छ कि। अन्त तपाईँहरूलाई म देखाउँछु मेरो घरबाट के सामान आयो ल। र साथीहरू मलाई बहिनीले बोलायो आइपुगेँ अरे हो। पढाइ छुट्टी मनाएर पनि आयो। छोराछोरीलाई चाहिँ इन्फर्म गरिराख्दै म एकछिन उहाँ गएर आउँछु ल। मेरो इन्डियाबाट सामान आएको छ साथीले ल्याइदिँदैछ। लुजु सुतिरहेको छ भने कि ल भन्यो हो। जाँदैछु। बहिनीको बस आयो उत्रियो कि कान्छी उयो उयो गाडीले कस्तो तर्सायो नि हौ। त्यो गाडी म आउँदै थिएँ कि फोन हेर्दै त्यो गाडी हो गरेँ कि कस्तो तर्स्यो नि हौ। बोकाहरू रहेछ हौ। जाडो भएन? जाडो रहेछ हौ है। तर बाहिर यहाँ हेर्नु न मैले यसको कभरै निकालेर यतिकै ल्याइदिएँ ल। कस्तो दामी रहेछ है चप्पल। धन्यवाद। सामानहरू ल्याएनौ? केही किनेनौ इन्डियन स्टोरहरूबाट? केही किनेन। उयो अटेन हो सामान। म ल्याइदिन्छु पर्सि ल। तपाईँले किने वाइ त ल्याइ वाइ ल्याइदिन्छु। रामेन नल्याइदिनु? रामेन त नल्याइदिनु। मुराई मुराई र वाइ ल्याइदिनु ल। ल उयो के भन्छ पुरा ढिलो भयो नि मलाई आज। उयो मैले घरमा इन्फर्म गरिदिनु मलाई अलिकति ढिलो बसले गर्दा ढिलो भयो भनेर भन्थेँ नि। हुन्छ ढिलो तपाईँ त के भनेर भनिदियो दिल्ला ल जाउँ। खाना त खायो होला? खाना खाएर आएको म भैँसी सुकाइसु कहिले बनाउँछु कि अन्त दिन्छु ल। बनाएर दिनु कि बनाएर खान्छौ? ल म छुट्याएर भोलितिर दिन्छु ल। भोलि टाइम पाउँदैन पर्सि ल। साथीहरू यो स्लिपर चाहिँ होइन अडिडासको हो। यस्तो मन परेको मैले कहिलेदेखि सोचेको। फाइनली मैले पाएँ। क्या दामी सोल रहेछ। अन्त यसको भित्र पनि क्या दामी रहेछ। यस्तो रहेछ भित्र पनि हो। अन्त यो चाहिँ हल्का मलाई ठुलो भएको जस्तो लाग्यो तर होइन यत्तिकै हो ठिकै हो यसरी लाउने हो भनेर भन्दैछ भन्नु त कि साथीले। यत्तिको भयो हो। क्या दामी देखिने हो भगवान्। क्या कम्फर्टेबल लु भगवान्। यो गरम महिना चाहिँ अब यसले फाँड्छु म। यो साल 2 साल कति साल हुन्छ। थ्याङ्क यू सो मच निम कुमार हो। अन्त म तपाईँहरूलाई उयो देखाउँछु ल। मेरो घर से क्या क्या सामान आया है। यहाँ लेखेको छ मनिषा। यो चाहिँ मेरो बाबाले लेखेको मैले बुझेँ। MANI आई चाहिँ स्मल लेटर लेखेको छ नि त हो। बाबाले नै लेख्छ यसरी चाहिँ। आमा मेरो त खस्सै बनायो भैँसीको मासु होला है। बर्बाद पारे। लुगा थिएछ कि पैँचीले च्यातेर ला। मेरो जहिले यस्तै हुन्छ हौ छ्या। पैँचीले उयो गरेर च्याती पठाएँ नि। वाह पिँढे ला। यो लुगा हल्का उधारी नि मैले यहाँनिर उध्रेर रहेछ। मेरो फेभरेट टेढे मेढे कतिहरू। अन्त यो कुर्ता चाहिँ त्यो पर्सि दसैँमा लाउनुको लागि मैले अर्डर गरेको थिएँ। ठुलो पो हुन्छ क्या मलाई त।
मिडियम अर्डर गरेको मिडियम पनि ठुलो हुन्छ क्या मलाई त अहिले ट्राई गर्छु सुरुवाल चाहिँ सिम्पल रहेछ दुपट्टा इज सो नाइस भैँसीको मासु साथीहरू वाउ त्यो चाहिँ अब प्लास्टिकमा हालेर फ्रिजरमा राख्नुपर्छ हो यो चाहिँ हो फिङ्गर सबै अचार त मलाई एउटा दिएन रहेछ मुलाको अचार डुकुको अचार गुन्द्रुकको अचार थियो भनेको थियो एउटा पठाइदिएन छ दुईटा मनिषा लेखेको मात्रै रहेछ दादालाई पठाइदिएको थियो दादाले हाल्दैन रहेछ म यो ड्रेस ट्राई गर्छु साथीहरू हेरिहाल्नुहोस् मलाई यो चाहिँ मैले मिडियम मगाएको थिएँ हो यो चाहिँ मलाई ठुलो भयो यतिको भएको चाहिँ राम्रो देख्थ्यो नि है यस्तो भएको चाहिँ राम्रो देख्थ्यो नि तर ठुलो भयो जस्तो लाग्यो कस्तो मन परेको कि कलरहरू कस्तो राम्रो अलिकति बौला लामो भयो कस्तो मिडियम साइज पनि ठुलो भएको हौ छ्या साथीहरू हेर्नुहोस् त कुर्ता चाहिँ कस्तो मजाको छ हो त के गर्नु यति ठुलो भयो नि त ठुलो भयो यसलाई घटाउँदा हुन्छ होला हौ तर